जति व्रत बसे पनि म लास्टमा माग्ने भनेकै भएन। तिमी कहाँ हो? ती दिदीको पुछी सुन्दै बस भन्ने म पढ्छु। त्यसले म चाहिँ व्रत बसिन। के व्रत बसेर के माग्यौ? शिवजीको लिङ्ग। ए होइन होइन, शिवजी जस्तै श्रीमान मागेको के श्रीमान। जति व्रत बसे पनि लास्टमा पाउने भनेकै अर्काको बुढा र अर्काको याक्स हो होइन। आज चाहिँ स्वस्थानीको लास्ट दिन साथीहरू होइन। हामी चाहिँ गाउँघरमा स्वस्थानीको प्रसादहरू दिन जाँदैछौँ होइन। व्रत चाहिँ म बसेको थिएन, उता छोरी बसेकी थिइन् व्रत। अनि हामी छोरी चाहिँ यसो गाउँमा होइन प्रसाद स्वस्थानी माताको प्रसाद दिन गएको होइन। जति व्रत बसे पनि म लास्टमा माग्ने भनेकै भएन। तिमी कहाँ हो? ती दिदीको पुछी सुन्दै बस भन्ने म पढ्छु। त्यसले म चाहिँ व्रत बसिन है। अब जति व्रत बसे पनि लास्टमा पाउने भनेकै अर्काकै बुढा र अर्काकै याक्स हो होइन। अब छोरी व्रत बसेर के मागिछिन् त? के व्रत बसेर के माग्यौ? शिवजीको लिङ्ग। ए होइन होइन, शिवजी जस्तै श्रीमान मागेको के श्रीमान। शिवजीको लिङ्ग मागिछि रे। ओ त शिवजीको लिङ्ग मागेर के गर्ने? शिवजीको लिङ्ग मागेर? म शिवजीको लिङ्ग मागेर बच्चा जन्माउन चाहन्छु, एउटा छोरो र एउटा छोरी। त्यही भएर मागेको। शिवजीको लिङ्गले भइजान्दैछ। अब के भने काम चला सरकार होइन। अब म त जति व्रत बस्ने यस्तै हो गाइस। आफू त जति व्रत बसे पनि लास्टमा पाउने भनेको त्यही हो। बेन तिमी कहाँ हो? ती दिदीको पुछी सुन्दै बस। म र यहाँ सालीसँग नआऊ भन्ने म पढ्छु। गाह्रो छ मलाई। हेर केटी व्रत बस्न चाहिँ छोडिदेऊ। जति व्रत बसे पनि अर्काकै पोइ बुढा र अर्काकै याक्स फेला पर्छन्। त्यसैले व्रत नबस। व्रत चाहिँ बस तर बोयफ्रेन्ड नमाग के बुढा न। शिवजी जस्तै पोइ पाइ व्रत बसेर शिवजी जस्तै बुढा परोस् पोइ परोस् भनेर चाहिँ नमाग है।